ल हेर त यो गर्यो तिमीहरूले यो दुईटा गर्यो गर्न त यहाँ कस्तो हुन्छ क्रिटिकल पहिला त क्रिटिकल डेथ लाइन ड्र गर क्रिटिकल डेथ लाइन भने यस्तो भयो हैन यो सिडियल भयो देखिरहेछ हेलो देखिरहेछ नि देखिरहेछ सर ल गुड अब के हुने भयो त एनडिएल यहाँ हुने भयो सरी एनडिएल यहाँ हुने भयो है स्टिपमा अब रिजर्वायरसम्म कसरी जान्छौ पानी कसरी आइरहेछ भन त यसरी आइरहेको थियो यहाँसम्म आयो अनि मैले यहाँसम्म गएँ अनि यहाँ के प्रोफाइल भन्ने भयो S3 प्रोफाइल हैन अनि सिरियल भन्दा माथि जान मिल्छ यस प्रोफाइलमा कुनै त्यस्तो प्रोफाइल छ सिरियल भन्दा माथि कि सिरियल भन्दा तल आउँछ हेलो तल आउनु पर्ने हो यो चाहिँ सिरियल भयो भनेदेखि माथिबाट यसरी आउँछ तिमीले यो जम्मै उ गर है अब ख्याल गर अनि यसरी जान्छ है भनेपछि यो S3 प्रोफाइल हो यो चाहिँ S2 प्रोफाइल यसमा S1 प्रोफाइल हुँदैन मैले त डिटेलमा पढाइसकेको छु यो भाषा बुझेको छैनौ यो अलिकति तिम्रो चाहिँ त्यो प्याटर्नहरु याद गरेको छैन भनेदेखि चाहिँ पछाडीको अब यो जसले अलिअलि बुझेको छ यो ठ्याक्कै बुझेको छ उसलाई यो क्वेशन गाह्रो हुँदैन एक्जाममा होइन भनेदेखि त यो प्याटर्न बिर्सने कता जान्छ के गर्छ भन्ने भयो भनेदेखि चाहिँ तिमीहरू बिग्रिन्छ है ल अब S2 भने त तलबाट सिडियल भन्दा माथि त जाँदैन सिडियल भन्दा माथि छ रिजर्वायर अब त्यहाँसम्म कसरी जाने होला टु वाला प्रोफाइल उल्टो हिँड्न पर्यो भने के गर्ने रे लेमेनले बुझ्ने भाषामा जम्प राख्नु पर्यो गुड यहाँ जम्प फर्मेसन भएर त्यहाँसम्म गयो यहाँ गएर पानी पर्छ भनेपछि S3 प्रोफाइल बन्यो यसरी पानी आइरहेको थियो यहाँबाट S3 प्रोफाइल बन्यो हेर S3 प्रोफाइल हैन माथि गइरहेछ अनि त्यसपछि S2 त माथिबाट तल आउने हो सबै प्रोफाइलमा त्यही हो SM A सबैमा हैन अनि जम्प रिजर्वायर त माथि छ सिडियल भन्दा नि माथि छ हैन अब कसैले चाहिँ मानौ यो एक्जाममा चाहिँ यस्तै गर्दियो होला के गर्दियो भने यहाँ हेर है अब यो त पछि तिमीले बुझिहाल्छौ सिडियल नै तिमीले चाहिँ यहाँ राख्थ्यौ ल सिडियल नै यो गर्दियो भने के हुने भयो त एनडिएल यसरी आइरहेको थियो भने पानी यसरी आइरहेको थियो भने यसरी गयो यो S3 प्रोफाइल भयो यो एनडिएल भयो यसको एनडिएल भयो हैन सिडियलसम्म नपुग्दै भेटाइहाल्यो रिजर्वायरलाई अब मानौ न अब कसैलाई चाहिँ सिडियल नै धेरै लामो छ ठुलो छ भन्ने भयो भने तर जेनरली यस्तो चाहिँ हुँदैन रिजर्वायर भनिसकेपछि ठुलै हुन्छ रिजर्वायर भन्दा तलै हुन्छ है ल बुझेको छ भने केही फरक पर्दैन नेक्स्ट क्वेसन के होला अरु आउँदैछन् त्यही भएर मैले एकछिन चाहिँ यसो तिमीहरूलाई वार्म अप गरे हो थोरै छौ तिमीहरू अहिले अब घरमै बसेर बेडमै क्लास लिने भन्दाखेरि पनि तिमीहरू चाहिँ भ्याउँदैनौ आउनदै क्लासमा आउने जस्तो के गरी खान्छन् खै जम्मा 42 जना छ यो कसरी गर्ने होला ल भन त हेलो कसरी गर्ने होला यो पहिला त सिडियल तान्ने नि सिडियल पहिला तान्यो ल
सिडिएल यो भयो है। त्यसपछि अब एनडिएल तान एनडिएल के हुने हो माइलको त्यहाँ माथिबाट हुने भयो स्टिपको तलबाट हुने भयो फेरि यो एनडिएल भयो है। ल अब एनडिएलबाट पानी आइरहेको थियो पानी यसरी आइरह एनडिएलबाट यहाँ अब स्टिपको एनडिएलमा जानु पर्यो कसरी जाने होला यहाँ सबै मैले चाहिँ यो स्टिप र माइलको सबै राख्थेँ मैले प्याटर्न याद गरेर छौ नि ल यो स्टिपको भयो यो माइलको भयो ल स्टिपको के हुन्छ अरे यो के हो चुच्चो हुन्छ स्टिपमा एनडिएल सिडिएल यो ठ्याक्कै सिडिएल राखेको हुन्छ एनडिएल माथि गयो यो त तिमीलाई एकदमै युज हुन पर्यो है गाह्रो हुन्छ अब के हो नि भयो चुच्चो हुन्छ एसमा अनि एममा फुलेको हुन्छ भनेपछि यो यस्तो कस्तो हुने भयो यस्तो हुने भयो हो सक्छ यो यो माथि गइरहेछ यो पनि माथि गइरहेछ तल आइरहेछ 1 2 3 यसको है पनि 1 2 3 यहाँ पनि यस्तो साइडमा बनाउँदा हुन्छ केही फरक पर्दैन माथि गइरहेछ तल आइरहेछ माथि गइरहेछ ल त्यो हुँदाखेरि चाहिँ एकैछिन है ल अब कसरी गर्ने भन त यहाँ के हुने भयो अब पहिला S1 हुने भयो ए हैन माइलबाट पुग्नु पर्यो पहिला के हुने भयो S1 हुने भयो S1 के भने आयो S1 भने कहाँ छ S1 त्यो इन्टरसेक्सन जस्तो पहिला M2 भनौं M2 पहिला यहाँबाट तिम्रो यो लेभलमा भएको पानी यो लेभलमा आउनु पर्यो नि त पहिला परेन यत्रो गएपछि कन्फ्युज हुन्छ तिमीहरू केही गाह्रै छैन नि पहिला के हो है पहिला यो लेभलमा आउनु पर्यो यो लेभलमा आउनु पर्यो हैन ल कसरी जाने पहिला कुन यम प्रोफाइल भनिसकेपछि यहाँ त यम छ भने पहिला S2 प्रोफाइल गर्नु पर्यो यो हेर त एनडिएलबाट सिरियलमा जानु पर्यो पहिला यसरी पानी यसरी आइरहेको थियो यहाँबाट यसरी के प्रोफाइल बन्यो M2 प्रोफाइल अनि के हुने भयो सिडिएलबाट अब तिमी यम प्रोफाइल सक्यो यम प्रोफाइल सकिएपछि अब यस प्रोफाइल गइसक्यो अब सिडिएलबाट एनडिएलसम्म जानु पर्यो सिडिएलबाट एनडिएलसम्म स्टिपको S2 प्रोफाइल हैन S2 प्रोफाइल अब फेरि पानी यहाँ स्ल्युस गेट राखिसकेपछि सबै पानी अगाडि जान पायो जति पनि फ्लो छ त्यो सबै के भयो त के निक्लियो स्ल्युस गेटको अन्डर स्ल्युस गेट भनेपछि तलबाट पानी निक्लियो भने धेरै पानी यहाँ गएर थुप्रिएर बस्यो हैन यो लेभलसम्म अब के गर्छौ त त्यहाँसम्म पुग्नु पर्यो गेट भन्दा यतिकै पानी रोकिन्छ के भनेपछि
त्यो गेटको केही लेभल केही एउटा हाइटसम्म पानी गएर बस्छ भन्ने एजुम्सन गर्नु पर्यो। मैले माथि पनि त्यही गरेँ। अनि यहाँसम्म पानी पुऱ्याउनु पर्यो। अब कसरी निकाल्ने होला यहाँ स्लुइस गेटको यो लेभलसम्म? तिमीलाई चाहिँ एनडिएलबाट सिडिएलमा जाने प्रोभिजन छ? अब सर सिडिएलसम्म जम्प हाने त्यसपछि अनि S1 प्रोफाइल हो भनेपछि यो जम्प हान्ने यहाँ जम्प भयो। अनि त्यसपछि कुन प्रोफाइल? S1 प्रोफाइल हो कि होइन? तलबाट पानी निकाल फेरि स्टिपको तलबाट पानी निक्लँदा कसरी निक्लिन्छ? ल भन त। S3 प्रोफाइल। S3 प्रोफाइल गुड। S3 प्रोफाइल भने यो ल मैले यहाँ यसलाई लएर यहीँ लएर सिधाइदिएँ यसलाई। अब यहाँबाट यहाँसम्म जान पनि सकिन्छ। मैले यहाँ यसो गरेर यो S3 प्रोफाइल 3 को यहाँसम्म आयो। अब फेरि माइलको चाहिँ तिम्रो एनडिएलसम्म जानु पर्यो। कसरी जाने होला? माइलको तलबाट सिडिएलसम्म कसरी जाने होला? M3 प्रोफाइल होइन, तलबाट सिडिएलसम्म जाने भने हो सर। हो सर। माइलको M3 प्रोफाइल M3 प्रोफाइल M3 प्रोफाइल। अब सिडिएलबाट एनडिएलमा जान मिल्छ त? प्रोफाइल छ मिल्दैन सर। अब जम्प गर्दैन भने यहाँ जम्प बनाइदियो। तिम्रो एनडिएल भेट्टायो अनि यो हुँदै पानी अगाडि बढ्छ। ल यो लेभलबाट आएको पानी माइल स्टिप माइल हुँदै अनि स्टिपमा चाहिँ स्लिप गेट राखेको छ भने यसरी जाने भयो। यहाँ चाहिँ यो लेभलसम्म पानी बस्ने भयो, यसरी बस्ने भयो। यहाँबाट पानी यसरी निक्लेर यहाँबाट यसरी जाने होला। अब क्लियर छ? अब झुक्किन्छ र? प्र्याक्टिस गर्नु पर्यो है। क्वेसन नम्बर 3 हेर त। अब हेलो, क्वेसन नम्बर 3 के भने हो? भन त मलाई। वाइड रेक्टेङ्गुलर च्यानल बेड, एउटा वाइड रेक्टेङ्गुलर च्यानल छ अरे हो। त्यसको बेड स्लोप 1/3600 छ अरे। बेड स्लोप कति? 1/3600। गुड। अनि यनको भ्यालु कति दिएको छ? 0.02। हेर है, वाइड रेक्टेङ्गुलर च्यानल वाइड भनेपछि अब त्यही तिमीले चाहिँ आर बराबर के अरे आर बराबर के गर्न सक्छौ? वाइ नै गर्न सक्छौ हैन? तर अब होइन म अब डिटेलमा गर्छु भने डेटा दिएको छ भनेदेखि चाहिँ फेरि वाइड रेक्टेङ्गुलर च्यानल भने पनि तपाईँ गर्न सक्छ। त्यो तिम्रो कुरा भयो। क्यारिज 5 मिटर क्युब पर सेकेन्ड पर मिटर अफ वाटर। स्मल क्यू कति दियो? 5 मिटर क्युब पर सेकेन्ड पर मिटर हो, यति दियो तिमीलाई। इफ द डेप्थ एट स्टेसन इज 3.5 मिटर हो, डेप्थ एट स्टेसन इज 3.5 मिटर भने तिमीलाई चाहिँ यो डेप्थ वाइ दियो। कुनै एउटा स्टेसनमा डेप्थ 3.5 मिटर दियो। अब यो भाषा के हो म बुझाउँछु। यो सबै इक्जाममा आएको क्वेसनहरू है। डिटरमाइन हाउ फार अप स्ट्रिम or downstream of the station the depth of water would vary within 5% of normal depth है। अब तिमीले के निकाल्नु भने छ? हाउ फार, कति टाढा भने डेल एक्स निकाल्नु भने हैन? सर डेल एक्स। हो त्यही हो। गुड। अब हेर है, मैले हिजो जे पढाएको छु त्यो जसले बुझाएको छ केही पनि छैन। डेल एक्स कति छ? ताकि डेप्थ अफ वाटर वुड भ्यारी विथिन 5% अफ नर्मल डेप्थ। तिमीलाई y1 त 3.5 मिटर दियो, ठिक छ हैन? अब तिमीलाई उसले क्वेसनले के भन्नु भने y2 भने चाहिँ
अप स्ट्रिम हो कि डाउन स्ट्रिम हो मलाई थाहा भएन, तर नर्मल डेप्थको चाहिँ कति हुन्छ? अ पर्सेन्ट घटबड हुन्छ 5%, द डेप्थ वुड भ्यारी विथिन 5% अफ नर्मल डेप्थ। भनेपछि नर्मल डेप्थको चाहिँ 5% चाहिँ भ्यारिएसन हुन्छ। भनेपछि वाइएन प्लस माइनस 5% अफ वाइएन प्लस हुन्छ कि माइनस हुन्छ, अब आफूले विचार गर्नु पर्यो। अहिले म देखाउँछु एकछिनमा है। अनि त्यो हुँदा अप स्ट्रिमतिर जाने कि डाउन स्ट्रिमतिर जाने? त्यो स्टेसनबाट जहाँ चाहिँ डेप्थ 3.5 मिटर छ, त्यो 3.5 मिटर डेप्थ भएको स्टेसनबाट अप स्ट्रिमतिर जाने कि डाउन स्ट्रिमतिर जाने? ताकि हो अब तिमीले त्यति बेलाको Y2 चाहिँ नर्मल डेप्थबाट 5% मात्र भेरिएसन भइरहेछ भनेर भन्छ क्वेसनले। फाइन्ड द नेचर अफ प्रोफाइल। अब यो त नेचर अफ प्रोफाइल त अब त्यो S1 कर्भ हो कि S2 कर्भ हो कि कुन यस प्रोफाइल यम प्रोफाइल कुन बनिरहेछ भन्ने कुरा भयो। तर यहाँ यसले के भन्यो, डाइरेक्ट इन्टिग्रेसन अथवा ब्रेसेस मेथडबाट गर भन्यो। कसरी गर्ने होला? ल भन त। पहिला त YN र YC निकाल्न पर्यो, गुड गुड हो अनि यो त्यसपछि U को भ्यालु निकाल्न पर्यो। ल पहिला YN र YC निकाल त। कति कति आउँछ ल भन। मलाई धेरै टाइम लिने वाला छैन। अब यसमा पनि टाइम लिएर बस्यो भनेदेखि त हामी चाहिँ यो कोर्स नै सकिँदैन। हाइड्रोलिसिस यसै त लामो छ होइन। ल YN र YC कति? अनि YC कति? कसरी निकाल्ने होला YN र YC? YN निकाल्ने फर्मुला के अरे? मेनिङ्स इक्वेसन होइन, तिमीलाई मेनिङ्स दिएपछि Q इजिकल टु 1/n A R को पावर 2/3 S को पावर 1/2। यसको ठाउँमा S नट गऱ्यो भने अब यहाँ आउने Y चाहिँ Y नट हुन्छ। अब रेक्टेङ्गुलर च्यानल भनेपछि के गर्ने भयो? Q/G का पावर 1/3 Q स्क्वायर। ल Y रेक्टेङ्गुलर भनिसकेपछि Q इजिकल टु 1/n A भने BYN, R को ठाउँमा पनि YN नै लेख्न सक्ने भयो हैन? किन R को ठाउँमा YN किन लेखेँ मैले? वाइड रेक्टेङ्गुलर च्यानल। वाइड रेक्टेङ्गुलर। गुड, वाइड रेक्टेङ्गुलर च्यानल। वाइड रेक्टेङ्गुलर च्यानल। अब यो भाषा चाहिँ जसले बुझेको छैन उसलाई त यहाँ त बी खोजेर बस्छ उसले, अब बर्बाद भयो। ल अब Q/B भने के हो त फेरि? स्मल क्यू हो। ल हेर त अब यहाँबाट तिमीले के निकाल्न सक्छौ? क्यू स्मल क्यू दिएकै छ तिमीलाई। कति दिएको छ यो? 5 दिएको छ। यन कति दिएको छ? 5 दिएछ सर। 0.02 यस भनेपछि यहाँबाट YN आएन? आयो कि आएन YN? टु 2.93 मिटर आउँछ है मैले गर्दाखेरि। एकचोटि चेक गर। ल अब YC कसरी निकाल्छौ? रेक्टेङ्गुलर भनिसकेपछि YC के हो त? यसो हो कि होइन? हो सर। ल कति आयो त YC? 1.37 सर। कति? 1.37। गुड, 1.37। ल भनेपछि अब मैले अरू सबै चाहिँ अब यहाँ राखेँ है मैले। अब जस्तै हेर YN इजिकल टु 2.93 मिटर, YC इजिकल टु 1.37 मिटर है। मैले अरू चाहिँ सबै अब यहाँ QN S नट, Y1 3.5 छ भने Y2 YN प्लस माइनस 3.5। यो अहिले मैले चाहिँ माथि पनि पुग्यो।
हेर है भनेपछि अब क्वेसनले यहाँ तिमीलाई के दिएको छ भने यो त पछि फाइन्डिङ गरेको भयो y1 चाहिँ 3.5 मिटर छ तिम्रो y2 हेर्छौ भने yn प्लस माइनस के 0.05 yn अब प्लस हो कि माइनस हो हेर्छौ yn र y2 भइसकेपछि त इन्टिग्रेसन मेथडबाट चाहिँ तिमीले ब्रेसेस मेथडबाट के निकाल्नु डेल एक्स निकाल्न सकिँदैन सकिन्छ अब यो क्वेसन अनुसार चाहिँ यहाँ कुन खालको स्लोप बन्यो होला भन त मलाई माइल्ड माइल्ड खालको भनौँ सर यहाँ है yn ठुलो छ यो के हो यो सिडियल यहाँबाट चाहिँ तिम्रो यो एनडियल तलको यो बेड स्लोप भयो ल भनेपछि यहाँ के देखियो त यहाँबाट यहाँसम्मको तिम्रो डेप्थ हेर्छौ भने कति आयो 1.37 यहाँबाट यहाँसम्म हेर्छौ भने कति आयो 2.93 मिटर यो भने YC YN यो भने YC ल अब यसले के भनेको छ क्वेसन पढ त वाइड रेक्टेंगुलर चैनल यो भइहाल्यो डेप्थ 3.5 मीटर डिटरमाइन हाउ फार अप स्ट्रीम और डाउन स्ट्रीम स्टेशन द डेप्थ अफ वाटर वुड भ्यारी 5% अफ नर्मल डेप्थ फाइन्ड द नेचर अफ प्रोफाइल ल अब माथि कुनै एउटा स्टेसनमा चाहिँ तिम्रो के छ भने कुनै एउटा स्टेसनमा तिम्रो डेप्थ कति छ 3.5 मिटर छ ल कुनै एउटा स्टेसनमा डेप्थ तिम्रो 3.5 मिटर छ है यहाँ चाहिँ जस्तै 3.5 भनेपछि YN भन्दा नि माथि जाने भयो हैन Y1 कति छ 3.5 मिटर छ ल अब Y2 एनडिएल भन्दा माथि कुनै एउटा प्रोफाइल बन्ने भने कुन हो प्रोफाइलको लेन्थ सोध्या यसले कुन प्रोफाइल बन्नियो यहाँ यम प्रोफाइलमा M1 एनडिएल भन्दा माथि के प्रोफाइल बन्छ M1 M1 प्रोफाइल सर यहाँ है जस्तै यही हेर्छ भने पनि ल यस्तो छ भने यम प्रोफाइलमा यहाँबाट माथि चाहिँ यसरी जान्छ है हो यो M1 प्रोफाइल हो अनि यो चाहिँ M2 प्रोफाइल हो यो चाहिँ M3 प्रोफाइल हो भनेपछि ए उल्टो भयो क्या उल्टा भन्छ हजुर यो त त्यसको एस हो त्यही भएर यो साइडमा चाहिँ नझुकियो मात्र भने मैले यो चाहिँ यस्तो हुने भयो यो M1 प्रोफाइल भन्ने भयो यो M2 प्रोफाइल भन्ने भयो यो M3 प्रोफाइल भन्ने भयो ल M1 प्रोफाइल बन्छ भने जब तिम्रो चाहिँ यो एनडिएल भन्दा माथि छ भने एनडिएल भन्दा माथि छ नि त पहिलो डेप्थ त Y1 चाहिँ 3.5 मिटर तल ड्यामसम्म केही राख्यो होला त्यही भएर डेप्थ बढ्यो होला हैन यतिकै त बढ्छ र बढ्दैन नि त एनडिएल हुँदै पानी गएको किन बढ्थ्यो र तल केही अब्स्ट्याकल छ होला त्यो हिसाबले चाहिँ पानीको लेभल बढ्यो इन्क्रिज भयो त्यो भन्नुको अर्थ के यहाँ कतैबाट सुरु भएको थियो होला यहाँ कहीँबाट सुरु भएको थियो होला गर्दै 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 माथितिर गइरहेछ अझ माथि गइरहेछ भनेपछि बुझिन्छ बुझिँदैन यो प्रोफाइलको कहीँ चाहिँ डेप्थ 3.5 मिटर भनेर दियो भने अब Y2 चाहिँ प्लस होला कि माइनस होला त्यति भन त मलाई माइनस हुने भयो पछाडि हुने भयो 5 होला कि माइनस होला माइनस होला पछाडि हुने भयो नि त Y2 हैन ए YN भन्दा नि थोरै हुन्छ अब Y2 लाइक लेफ्ट साइडतिर हुनु परेन ठिक छ लेफ्ट साइडतिर भयो भने ल औ राइट साइडतिर त हुँदै भएन किनकि 3.5 भन्दा माथि जाने कुरै भएन YN मा चाहिँ प्लसै गरे पनि कति हुन्छ ल यहाँ दुईटा भ्यालु लेखा ल
प्लस गरेको एउटा भ्यालु लेख माइनस गरेको एउटा भ्यालु लेख yn कति आछ 2.93 आछ अब पहिला चाहिँ 2.93 हो इन्टु 0.05 गर्दा 0.1465 आयो यसमा एउटा प्लस गर्यो भनेदेखि चाहिँ 2.93 जोड्यौ गर्दा 3.07 हो एउटा 3.07 आयो प्लस गर्दाखेरि अनि माइनस गर्यो भने के हुने भयो 2.93 मा अगाडिको घटाइदियो भने के आउने भयो 2.78 आउँछ माइनस गर्दा कुन हो त आन्सर कुन हो 3.07 वाला हाँ क्या रे सर कुनै त्यो जोड्दाखेरि 4.39 आउँछ त सर 4.39 कसरी आउँछ आउँदैन 2.93 3.07 नै आउँछ 3.7 नै हो त्यत्रो आउने कुरै भएन नि जम्मा 5% बढ्या छ तिमीले पलै जस्तो भयो नि त। यता 4. कति भने ल अब भनेपछि 3.5 भन्दा थोरै आयो भनेदेखि त त्यो भन्दा माथितिर अपस्ट्रिमतिर रहेछ हैन यो यो त यहाँबाट अपस्ट्रिमतिर रहेछ अपस्ट्रिमतिर रहेछ यहाँबाट यता माथितिर जाने रहेछ यहाँबाट यता माथि गइरहेको तर कहाँसम्म रहेछ त एनडिएल भन्दा तल आउन सक्छ र भने सक्दैन सर। एनडिएल टु प्रोफाइल भनेपछि माथि तिम्रो 3.5 भने त यहाँ त्योबाट y2 भने yn मा 0.5% चाहिँ भेरिएसन छ भन्नुको अर्थ भनेपछि त्यो दुईटै थोरै भनेपछि यो चाहिँ यो डाउन स्ट्रिम छ भने यो फ्लो त यसरी यहाँ त अब ड्यामसम केही होला जोस माथिबाट फ्लो भएर भन त कुन हुन्छ जान सक्छ र यमन प्रोफाइल लेन्थ निकाल भने छ तिमीलाई हैन कति माथि सर क्र्याक आइरहेको छ सर तलको प्रोफाइल कसले लिन्छ क्र्याक आइरहेको छ सर क्र्याक आछ हजुर हो सर धेरै नै क्र्याक आछ हो सर के भयो त मैले त मेरो भन्ठान राख्यो अहिले सुनिएको छ अहिले सुनिएको छ ठिक छ सर अब हेलो ल कुन हुन्छ आन्सर भन त 3.07 कि 2.78 3.07 हो किन यमन प्रोफाइल त एनडिएल भन्दा तल जान सक्दैन है अब 3.5 मिटर भने चाहिँ यमन प्रोफाइलको कुन एउटा पोइन्ट हो भनेपछि यहाँ कतै होला लै यो पोइन्ट होला है यहाँबाट यहाँसम्म हेर्छ भने y2 कति रहेछ त ल तिमीले के निकाल्नु पर्यो त अब डेल एक्स निकाल्नु पर्यो सर। यो अपस्ट्रिम भयो अपस्ट्रिम र डाउन स्ट्रिम भने त पानी कताबाट कता फ्लो हुन्छ भन्ने कुरा भयो फ्लो डिरेक्सनको तलपट्टि चाहिँ डाउन स्ट्रिम भयो हैन नत्र भने अपस्ट्रिम भयो
ल तिमीलाई चाहिँ y1 र y2 आयो यो फिगरले चाहिँ यहाँ प्रोफाइल पनि ड्र गर कुन प्रोफाइल भनेको थियो y1 प्रोफाइल रहेछ ल यो सबै भइसकेपछि अब ब्रेसेस मेथडबाट डेल एक्स कसरी निकाल्ने होला यु पहिला यु को भ्यालु निकाल्ने सर u1 र u2 निकाल्नु पर्यो पहिला अनि त्यसपछि त्यो फर्मुलामा हाल्नु पर्यो निकाल अन्त ल पहिला के निकाल्नु पर्यो रे पहिला त u1 र u2 निकाल्नु पर्यो y1 y2 दिइरहेछ स्मल क्यूलाई डिभाइड गर्नु u1 भने के अरे q by y1 स्मल q by y1 हो के भनिरहेछ ल u1 र u2 यसै हैन y इक्वल टु u yn हैन कति आयो ल कति आयो छोड्दियो अब तिमीले गर आन्सर त निकाल्नु पर्यो नि मैले त प्रोसेस मात्र भनिदिन्छु अब ढिला हुन्छ ल u1 र u2 निकाल्यौ y1 र y2 आइसक्यो yn तिमीलाई थाहा छँदैछ निकालिसक्यो त्यो पनि अनि के निकाल्छौ त f u1 3 of u2 3 निकाल्छौ फर्मुला के छ फर्मुला के छ फर्मुला सर भनेकै सर f u3 अनि प्लस u प्लस 1 भाइ के यस्तो minus 1 by root 3 tan inverse root 3 by 2u plus 1 यसको नेगेटिभ 2u plus 1 ठीक छ हैन भनेपछि यहाँ u को ठाउँमा तिमीले के गर्छौ त अब सबै u1 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 गर्छौ यहाँ चाहिँ u2 वाला गर्छौ हैन बुझिन्छ नि बुझिन्छ सर केही पनि गाह्रो छैन यो पहिला भाषाको यसमा चाहिँ सबैभन्दा गाह्रो भन्ने युट्युब पनि निकाल्न सकिन्छ अब यहाँ तिमीले y1 दियो प्रोफाइल हेर्न पर्यो उसले दिएको डेफलाई लगेर राख्नु पर्यो त्योभन्दा माथि जान्छ कि तल जान्छ कि अब y1 र y2 निकाल्नु पर्यो यस्तो भाषा चाहिँ बुझ्नु पर्यो अगाडिको पार्ट बुझिसकेपछि त पछाडि फर्मुला मात्र हो केही पनि छैन ल अब लेन्थ निकाल्दा के गर्छौ त लेन्थ अथवा डेल एक्स निकाल्दा के गर्छौ त फर्मुला के छ अरे yn बाइ s नट अनि के u2 minus u1 minus 1 minus yc by yn को होल क्यूब अनि into f u2 3 minus f u1 3 u2 3 minus f u1 3 हुन्छ ल उडानमा भएन यो त माइनसमा होला नि त यो माइनसमा बुझिन्छ हैन नेक्स्ट क्वेसन हेर त सर अघि हजुरले के रेक्ट्याङ्गल ब्रो भनेर भन्नुभएको थियो नि yn निकाल्दाखेरि बुझेको थिएन के अरे
अघि YN निकाल्दाखेरि के याद गर है भनेर भन्नुभएको थियो नि, बी कहाँबाट चाहिन्छ भनेर। भने चाहिँ युज गर्दा भनेर आउँछ भन्नुभयो। के है आर खोज्न थालौला तिमीहरू भनेर के भनिराख्नु भएको थियो नि। आर बराबर त्यहाँ चाहिँ तिमीले त्यसरी आर त्यसरी निकाल्न लाग्यो भनेदेखि त रेक्टेङ्गुलरमा त बी तिमीलाई दिएको छैन। त्यो भएको हुनाले क्वेसनले वाइड रेक्टेङ्गुलर च्यानल भनेको हुनाले आर बराबर वाइ गरिहाल्ने भने हो। के भनेर मैले बुझ्यौ? बुझेँ सर, बुझेँ। चाहिँ फेरि बिगार होला नि फेरि 10 मिटर वाइड भने चाहिँ यो बी 10 मिटर भन्न खोजेको हो फेरि यहाँ है। बी दिइसकेपछि त अब किन वाइड भनिराख्नु पर्दा होइन र? ल द नर्मल डेप्थ इन अ 10 मिटर वाइड रेक्टेङ्गुलर च्यानल, यहाँ वाइडमा कमा लगाइदिनु पर्ने रहेछ। वाइडमा कमा लगाइदिनु पर्यो, झुकिन्छ तिमीहरू। हुन त मैले पठाइसकेको छु, अब बुझ। 10 मिटर वाइड ल रेक्टेङ्गुलर च्यानल यन दियो तिमीलाई है। तिमीलाई चाहिँ बी दियो 10 मिटर। यन कति दियो भन त? 0.02 छ सर। गुड। ह्याभिङ अ बटम स्लोप अफ 0.001, यस नट कति दियो? 0.001। गुड। अनि नर्मल डेप्थ इज 2 मिटर भने के हो? वाइएन 2 मिटर भने होइन? हो सर। ल इज 2 मिटर, वाइएन नर्मल डेप्थ चाहिँ 2 मिटर दियो। द कन्स्ट्रक्सन अफ द ब्रिज राइजेस वाटर लेभल अप स्ट्रिम अफ ब्रिज बाई 1 मिटर। फेरि चाहिँ 1 मिटर माथि पानी नर्मल डेप्थबाट 1 मिटर माथि भन्न खोजे होइन? जुन लेभलबाट पानी आइरहेको थियो त्योबाट 1 मिटर माथि चढ्ने भने 2 र बाईमा फेरि नझुकिनु नि हो। यही वाइएनमा सर क्र्याक आयो फेरि। हेलो हेलो हजुर सर। हजुर सर। मेरो नेट नै अनस्टेबल भइरहेछ। सुनिरहेछ? आउँछ कतिर जान्छ। क्र्याक आइरहेछ। ठिक छ सर अहिले। ल 2 र बाईमा नझुकिनु है। जस्तै यहाँबाट वाइएन के भइरहेछ यो नेटै। हेलो हेलो सर। मेरो नेट किन यस्तो अनस्टेबल भइरहेछ अहिले? जाने आउने गरिरहेछ। ल determine the distance from the bridge where the flow
डेप्थ इज 2.5 मिटर मतलब y2 पनि दियो y1 दियो भन त सर निकै नै क्र्याक आइरहेछ सर के भनेको अझैले हेलो अलि निकै क्र्याक आयो सर अलि धेरै नै क्र्याक आवाज आयो बुझ्दैन क्या एकछिन है त म अफ गरेर फेरि आउँछु